नमस्ते साथीहरू, आज हामी कक्षा 12 को अकाउन्ट सब्जेक्ट अन्तर्गत कस्ट रिकन्सिलिएसन स्टेटमेन्ट पढ्न गइरहेका छौँ। यस पाठबाट इक्जाममा 3 मार्क्स क्यारी गर्ने गर्दछ। यो चाहिँ अकाउन्ट सब्जेक्टको सबैभन्दा सजिलो च्याप्टर रहेको। यसका लागि मुख्यतया यी बुदाहरू चाहिँ आफूलाई थाहा भएको हुनुपर्छ। यसमा चाहिँ एक्सपेन्सेस इन्क्रिज भएमा चाहिँ प्लस हुनुपर्छ, एक्सपेन्सेस डिक्रिज भएमा चाहिँ माइनस गर्नुपर्ने हुन्छ, इन्कम इन्क्रिज भएमा चाहिँ माइनस गर्नुपर्छ, इन्कम डिक्रिज भएमा प्लस गर्नुपर्छ। ओपनिङ स्टक भनेको खर्च हो, क्लोजिङ स्टक भनेको आम्दानी हो, अन्डर भनेको घट्नु, ओभर भनेको बढ्नु। कुनै पनि प्रश्नमा प्रोफिट जुन अकाउन्टमा छ त्यसलाई नै आधार बनाएर प्रश्न समाधान गर्नुपर्ने हुन्छ। यसमा चाहिँ प्रोफिट दुईमा दिन सक्छ, एउटामा कस्ट अथवा फाइनेन्सियल जुनमा दिएको छ त्यसलाई चाहिँ आधार बनाएर हामीले हिसाबहरू समाधान गर्नुपर्ने हुन्छ। अब चाहिँ हामीले 2082 सालमा रेगुलरमा सोधिएको प्रश्नको समाधान गरेर तपाईँहरूलाई बुझाउने प्रयास गर्नेछौँ। सुरुमा प्रश्न राम्ररी हामीले पढ्नुपर्ने हुन्छ। यसमा चाहिँ नेट प्रोफिट एज पर कस्ट एकाउन्टमा दिएको कस्ट एकाउन्टमा हामी जुनमा दिएको छ त्यसमै आधार बनाएर चाहिँ हामीलाई कस्ट एकाउन्टमा प्रोफिट दिएको छ, हामी कस्ट एकाउन्टमा आधार बनाएर हिसाबहरू समाधान गर्नुपर्ने हुन्छ। फ्याक्ट्री ओभरहेड ओभर रेकर्डेड इन कस्ट एकाउन्ट, लागत लेखामा कारखाना अप्रत्यक्ष खर्च बढी लेखियो, खर्च बढी भयो, एक्सपेन्सेस इन्क्रिज भएमा चाहिँ हामीले प्लस हुन्छ भनेर अगाडि नै सुरुमै लेखेको छौँ यो बुदा। त्यही भएर यसमा चाहिँ कस्ट एकाउन्टमा चाहिँ यो 10,000 जोडिने भयो। अनि त्यो दोस्रोमा के भनेको छ, ओभर भ्यालुएसन अफ ओपनिङ स्टक इन कस्ट एकाउन्ट, सुरु मौजात लागत लेखामा अधिक मूल्याङ्कन भने बढी खर्च भयो भन्यो, कहाँ भयो कस्ट एकाउन्टमा बढी खर्च भयो, कस्ट एकाउन्टमा एक्सपेन्सेस इन्क्रिज भएमा चाहिँ प्लस हुने गर्ने हुन्छ। अनि त्यसपछि लास्टमा भनेको छ कि डिप्रिसिएसन अन्डर रेकर्डेड इन कस्ट एकाउन्ट, लागत लेखामा ह्रासघटी कम देखियो भनेपछि लागत लेखामा कम देखियो भनेपछि खर्च कम भयो, एक्सपेन्सेस डिक्रिज भएमा के हुन्छ माइनस हुन्छ। अब ढिलो नगरी यसको समाधान गर्न गइरहेका छौँ। सुरुमा चाहिँ यसको फर्मेट पार्टिकुलर्स आरएसआर गर्ने, कोलमहरू तान्ने, अनि त्यसपछि नेट प्रोफिट जेमा दिएको छ त्यसलाई सुरुमा कपी गरेर हाम्रो आरएसको सेकेन्ड टर्ममा चाहिँ 25,000 अथवा कति रकम छ त्यो लेख्ने। सुरुमा भनेको नेट प्रोफिट एज पर कस्ट एकाउन्ट छ भने सुरुमा नेट प्रोफिट एज पर कस्ट एकाउन्ट लेखेर हामीले 25,000 लेख्यौँ। त्यसपछि हाम्रो एड र लेसका दुई बुदाहरू हुन्छ। एड चाहिँ सुरुमा लेख्ने, लेस चाहिँ तल लेख्ने। फ्याक्ट्री ओभरहेड ओभर रेकर्डेड इन कस्ट एकाउन्ट, लागत लेखामा कारखाना अप्रत्यक्ष खर्च बढी देखियो भने खर्च बढ्यो, एक्सपेन्सेस इन्क्रिज भएमा प्लस हुन्छ भनेर अघि हामी छलफल पनि गरिसकेका छौँ, प्लस हुन्छ। किनभने कस्ट एकाउन्टमा खर्च बढेको छ, फाइनेन्सियलमा केही पनि दिएको छैन। फाइनेन्सियलमा कस्ट बढेमा मतलब खर्च बढेमा चाहिँ हाम्रोमा कस्ट एकाउन्टमा खर्च घट्थ्यो र अनि त्यसपछि त्यसै माइनस हुन्थ्यो। तर यसमा चाहिँ कस्ट एकाउन्टमा चाहिँ खर्च बढी भयो भने त्यसकारण यो कस्ट एकाउन्टमा मात्रै हेर्ने भएकाले प्लस लेखिएको हो। त्यस कारणले हामीले अब फ्याक्ट्री ओभरहेड ओभर रेकर्डेड भनेर प्लसमा चाहिँ 10,000 लेख्यौँ। यसमा चाहिँ ओभर भ्यालुएसन अफ ओपनिङ स्टक इन कस्ट एकाउन्ट, सुरु मौजात लागत लेखामा अधिक मूल्याङ्कन भने यसमा चाहिँ ओपनिङ स्टक खर्च बढी भयो भने कस्ट एकाउन्टमा खर्च बढी भयो भने चाहिँ प्लस हुन्छ, एक्सपेन्सेस इन्क्रिज भएमा चाहिँ प्लस हुन्छ। यहाँ पनि ओभर भ्यालुएसन अफ ओपनिङ स्टक भनेर प्लस 5,000 लेख्यौँ। डिप्रिसिएसन अन्डर रेकर्डेड इन कस्ट एकाउन्ट, खर्च कम भयो चाहिँ हाम्रो कस्ट एकाउन्टमा खर्च कम भयो, त्यस भएर माइनस लेसमा चाहिँ हामीले डिप्रिसिएसन अन्डर रेकर्डेड भनेर माइनस 3,000 गऱ्यौँ। यसलाई क्यालकुलेसन गर्दा 10मा 5,000 जोडेर 15,000, 15,000 3,000 घटाउँदा चाहिँ 12,000 भयो। 25मा 12,000 जोडेर चाहिँ 37,000 नेट प्रोफिट एज पर फाइनेन्सियल एकाउन्ट। यहाँ कस्ट एकाउन्ट छ भने यहाँ फाइनेन्सियल एकाउन्ट हुन्छ, या फाइनेन्सियल एकाउन्ट छ भने यहाँ कस्ट एकाउन्ट ठ्याक्कै अपोजिट साइडमा हुने गर्छ। अब हामी चाहिँ 2021 सालमा सोधेको प्रश्न समाधान गर्न गइरहेका छौँ। यसमा चाहिँ नेट प्रोफिट चाहिँ हाम्रो कस्ट एकाउन्टमा दिएको छ, त्यही भएर कस्ट एकाउन्टमा आधार बनाएर हामीले हिसाब गर्नुपर्ने हुन्छ। यसमा चाहिँ डिप्रिसिएसन भनेको ह्रासघटी, यसमा चाहिँ खर्च भन्ने गरिन्छ डिप्रिसिएसनलाई। डिप्रिसिएसन फाइनेन्सियल एकाउन्टमा 65,000 छ, कस्ट एकाउन्टमा 85,000 छ। हाम्रो के बनाएको छ, कस्ट एकाउन्टबाट बनाउनु भनिरहेको छ। त्यही भएर हामीले कस्ट एकाउन्ट 85,000 छ भने यहाँ फाइनेन्सियल एकाउन्टमा 65,000, कस्ट एकाउन्टमा 85,000, कस्ट एकाउन्टमा चाहिँ फाइनेन्सियल एकाउन्टको तुलनामा खर्च बढी भएको छ, त्यही भएर चाहिँ यसलाई जोडिन्छ। यो चाहिँ यसमा चाहिँ 65,000 50,000 घटाउँदा चाहिँ हाम्रो प्लस 20,000 गरिदिन्छ। यसमा एड लेखेर प्लस 20,000 एड गर्नुपर्छ। दोस्रोमा चाहिँ क्लोजिङ स्टक छ। क्लोजिङ स्टक भनेको आम्दानी हो। आम्दानी हेर्दा फाइनेन्सियल एकाउन्टमा 25,000 छ, क्लोजिङ अनि कस्ट एकाउन्टमा चाहिँ 20,000 मात्र छ भने फाइनेन्सियल आम्दानी बढी छ, कस्ट एकाउन्टमा चाहिँ आम्दानी कम छ। आम्दानी कम भएमा के हुन्छ, इन्कम डिक्रिज भएमा के हुन्छ भन्दा हामीले प्लस हुन्छ भनेर अघि नै लेखिसकेका थियौँ, पढिसकेका पनि थियौँ। अनि त्यसपछि त्यो 5,000 चाहिँ हाम्रो के हुन्छ, जोडिन्छ। लास्टमा के सोधेको छ भने डिभिडेन्ड रिसिप्ट। डिभिडेन्ड रिसिप्ट भनेको आम्दानी हो। यहाँ 5,000 भएको छ, फाइनेन्सियलमा 5,000 भएको छ, कस्ट एकाउन्टमा आम्दानी नै भएको छैन भने के हुन्छ, आम्दानी भएको छैन भने आम्दानी कम भयो, कम भयो भने के हुन्छ, डिक्रिज भयो भने जोडिन्छ। त्यो चाहिँ अहिले अगाडि नै बुझा हो। अब हामी यसलाई क्यालकुलेटरमा समाधान गर्न गइरहेका छौँ। 65,000 50,000 घटाउँदा सुरुमा चाहिँ नेट प्रोफिट के हुन्छ, नेट प्रोफिट चाहिँ कस्ट एकाउन्टमा छ, सुरुमा 95,000 प्लस सुरुमा लेखियो। त्यसपछि चाहिँ डिप्रिसिएसन 65 50,000 भन्दा 20,000 चाहिँ हाम्रो जोडियो, किनकि हाम्रो खर्च बढी भएको छ। दोस्रोमा क्लोजिङ स्टक आम्दानी चाहिँ
कम भयो भने जोडियो 5000। तेस्रोमा चाहिँ के छ डिभिडेन्ड रिसिभ आम्दानी हो 5000 छ, यहाँ केही छैन भने यहाँ 5000 जोडियो 1,25,000 एन्सर आउने गर्छ। ठ्याक्कै यसमा चाहिँ कस्ट एकाउन्टमा दिएको छ भने नेट प्रॉफिट एज पर फाइनेन्सियल एकाउन्ट लेखेर 1,25,000 लेख्नुपर्छ। फर्मुला चाहिँ अगाडि जस्तो सेमै नै हो। प्रश्न नम्बर 2 मा के भनेको छ भने नेट प्रॉफिट एज पर कस्ट एकाउन्ट, यसमा चाहिँ कस्ट एकाउन्टमा प्रॉफिट छ भनिदिएको छ। अनि त्यसपछि हामी बी नम्बर के छ अफिस ओभरहेड अन्डर रेकर्डेड आर 10,000 इन कस्ट एकाउन्ट। कस्ट एकाउन्टमा चाहिँ खर्च कम भयो भन्यो। खर्च कम भएमा के हुन्छ एक्सपेन्सेस डिक्रिज भएमा के हुन्छ खर्च घटेमा चाहिँ माइनस हुने गर्दछ। त्यसपछि सी नम्बर के भने इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट लगानीमा ब्याज रिसिभ भयो, आम्दानी भयो, आम्दानी 15,000 कहाँ भयो भन्दा फाइनेन्सियल एकाउन्टमा केही दिएको छैन भने त्यसलाई हामी फाइनेन्सियल भन्ने बुझ्नुपर्ने हुन्छ, त्यही भएर यो चाहिँ जोडियो। लास्टमा के भने ओपनिङ स्टक 20,000 ओभर रेकर्डेड इन कस्ट एकाउन्ट। ओपनिङ स्टक भने एक्सपेन्सेस खर्च चाहिँ ओभर रेकर्ड भएर कस्ट एकाउन्टमा खर्च बढी भयो, हामी के बनाएर आएको छौँ कस्ट एकाउन्टै बनाएर आएको छौँ, खर्च बढी भयो भने के हुन्छ जोडिन्छ। सी नम्बर तपाईले नबुझ्यो भने अझ बुझ्नुहोस् इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट रिसिभ फाइनेन्सियल आम्दानी बढ्यो, केही छैन भने फाइनेन्सियल बुझ्ने 15,000 आम्दानी बढ्यो, हामी के बनाएर आएको छौँ हामी कस्ट बनाएर आएको छौँ। फाइनेन्सियल आम्दानी बढ्यो भने कस्टमा त आम्दानी घट्यो नि, आम्दानी घटेमा के हुन्छ जोडिन्छ। अब यसको क्याल्कुलेसन गरौँ। सुरुमा नेट प्रॉफिट एज पर कति छ 50,000 अनि त्यसपछि अफिस ओभरहेड अन्डर रेकर्डेड 10,000 इन कस्ट एकाउन्ट भने माइनस 10,000। इन्ट्रेस्ट इन्भेस्ट लगानीमा ब्याज रिसिभ 15,000 भयो, 15,000 भने हाम्रो प्लस 15,000 भयो। लास्टमा ओपनिङ स्टक खर्च हाम्रो के भयो रेकर्डेड ओभर रेकर्डमा बढी भयो चाहिँ हाम्रो प्लस 20,000 भयो। यो चाहिँ 75,000। यसमा नेट प्रॉफिट एज पर कस्ट एकाउन्टमा दिएको छ, अपोजिसनमा नेट प्रॉफिट एज पर फाइनेन्सियल अकाउन्ट लेखेर आर 75,000 लेख्नुपर्छ। यसमा नेट प्रॉफिट सोन बाई कस्ट एकाउन्टबाट 50,000 दिएको छ। नेट प्रॉफिट कस्ट एकाउन्ट चाहिँ फ्याक्ट्री ओभर इन कस्ट एकाउन्टमा कस्ट एकाउन्टमा चाहिँ खर्च बढी भयो, खर्च बढी भयो भने हामी कस्ट एकाउन्टबाट आएको त्यही भएर प्लस भयो, त्यसलाई चाहिँ प्लस लेख्ने यहाँनिर। दोस्रोमा चाहिँ इन्ट्रेस्ट रिसिभ इन फाइनेन्सियल आम्दानी बढ्यो, हाम्रो आम्दानी घट्यो, आम्दानी घट्ने बित्तिकै के हुन्छ माइनस हुन्छ, आम्दानी घट्ने बित्तिकै प्लस हुन्छ। ओपनिङ स्टक ओभर भ्यालुएड इन फाइनेन्सियल एकाउन्ट, ओपनिङ स्टक भने खर्च बढी भयो, फाइनेन्सियल एकाउन्ट भने 4,000, हाम्रोमा के भयो खर्च कम भयो, खर्च कम भन्ने बित्तिकै के हुन्छ माइनस हुन्छ। अब चाहिँ यसको क्याल्कुलेसन गरौँ। सुरुमा चाहिँ कस्ट एकाउन्ट चाहिँ नेट प्रॉफिट 50,000 दिएको छ। त्यसमा चाहिँ फ्याक्ट्री ओभर इन कस्ट एकाउन्टमा कस्ट एकाउन्टमा खर्च बढी भयो भने हाम्रो जोडिन्छ प्लस 8,000 भयो। त्यसपछि के भनिरहेछ भनेपछि इन्ट्रेस्ट रिसिभ इन फाइनेन्सियल एकाउन्ट, फाइनेन्सियल आम्दानी बढ्यो, हाम्रो आम्दानी घट्यो, आम्दानी घट्ने बित्तिकै जोडिन्छ प्लस 5,000। ओपनिङ स्टक ओभर भ्यालुएड फाइनेन्सियल एकाउन्ट, फाइनेन्सियल खर्च बढी भयो, हाम्रो खर्च कम भयो, खर्च कम भन्ने बित्तिकै माइनस 4,000। कस्ट एकाउन्टमा दिएको छ भने हाम्रो नेट प्रॉफिट एज पर फाइनेन्सियल एकाउन्ट लेखेर 59,000 लेख्नुपर्ने हुन्छ, 59,000 आउँछ। हामी कस्ट एकाउन्टमा धेरै प्रश्न गऱ्यौँ, अब चाहिँ हामी फाइनेन्सियल एकाउन्टका एक दुईवटा प्रश्न गरौँ। यसमा चाहिँ सुरुमा नेट प्रॉफिट एज पर फाइनेन्सियल एकाउन्ट 45,000 दिएको छ। ट्याक्स पेड सोन इन फाइनेन्सियल आम्दा इन अकाउन्टमा चाहिँ खर्च बढ्यो, खर्च बढ्ने बित्तिकै के हुन्छ जोडिन्छ, यो प्लस लेख्नुहोस्। अनि डिभिडेन्ड रिसिभ रेकर्डेड इन फाइनेन्सियल एकाउन्ट, फाइनेन्सियल एकाउन्टमा चाहिँ आम्दानी बढ्यो, आम्दानी बढ्ने बित्तिकै के हुन्छ माइनस हुन्छ। डिप्रिसिएसन अन्डर चार्ज इन कस्ट एकाउन्ट, कस्ट एकाउन्टमा खर्च कम भयो, हाम्रो खर्च के भयो बढी भयो प्लस हुन्छ। अब यसलाई क्याल्कुलेसन गरौँ। सुरुमा चाहिँ 45,000 छ, त्यसपछि हाम्रो जोड्नुपर्छ 10,000, त्यसपछि माइनस 8,000, त्यसपछि प्लस 10,000 10,000 57,000 आउँछ। यसरी हाम्रो नेट प्रॉफिट एज पर चाहिँ हाम्रो फाइनेन्सियल एकाउन्ट दिएको छ भने नेट प्रॉफिट एज पर कस्ट एकाउन्ट लेखेर 57,000 र 57,000 लेख्नुपर्ने हुन्छ। यदि हिसाब जाने भने तपाईहरु सम्पूर्ण प्रश्नहरु समाधान गर्न सक्नुहुनेछ। यदि जान्नु भएन भने हाम्रो कमेन्ट गर्नु होला। सरी, हाम्रो भिडियो कमेन्टमा कमेन्ट गर्नु होला। भिडियो मन पर्यो भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला, भिडियोलाई लाइक गर्नु होला। धन्यवाद।